पार्वती खत्री हो। पार्वती खत्री एकदमै राम्री हुनुहुन्छ। उहाँको मन यति राम्रो छ कि होइन बयान गर्नै सकिँदैन। तपाईँले कहिले सोच्नु भएको थियो एलिसा एक्लै कोठा बसली र म कुनै दिन आउँला घुमाउन लग्ली सोच्नु भएको थियो? छोरी एक्लै भयो किन मैले घुमाउनलाई छोरीको मायाले आएको हुँ। मेरो मायाले जे भयो नि मैले बोलाएँ आज पठाउ बुक गराइदिएको थिएँ। कालीमाटीदेखि यता आउनुभयो बाइकमा आउनुभयो बिचरा फरिया लाउनु भएको थियो अलि बाइकमा गाह्रो हुन्छ होइन। जे भयो नि आज आउनुभयो तपाईँलाई खाना खुवाउन पाएँ जे भयो नि होइन माया छ सधैँका लागि। तर मलाई बच्चा बच्चीको भन्दा पनि बुढाबुढीको एकदम धेरै माया लाग्छ किनभने पहिल्यैदेखि मैले उहाँसँग धेरै सङ्गत गरेँ। म 1-2 क्लास पढ्दाखेरि नै उहाँलाई चिनेको थिएँ त्यहाँदेखि सङ्गत गर्दै आएँ होइन। तपाईँले मलाई माया गर्नुहुन्थ्यो है? धेरै माया मानेर मैले अहिले छोरी मानेर मैले धेरै छोरीको कोठामा आउनु छोरीलाई मेरो नानादेखिको मुनु छारे लागेको थियो। अहिले म छोरीको मायाले यहाँ आइपुग्यो। जे भयो नि पहिल्यैदेखि माया गर्नुहुन्थ्यो होइन। अब जे भए पनि पहिल्यैदेखि माया हो। अनि मलाई अब यही ठाउँमा अब भोलि पर्सि मेरो मम्मी पनि आउनु होला। तपाईँ के भन्न चाहनुहुन्छ? एलिसाले जे भयो नि दुःख गरेर यो ठाउँमा पुगेछ होइन पुगेछ जे भयो कहिले पनि सोच्नु भएको थियो? पहिले पनि सोचेको थिएँ पहिलाको। अहिले अब म छोरीलाई भेट्छु भनेर मैले अब काठमाडौँ घुम्नु काठमाडौँलाई आएँ म नत्र आउँथिनँ। अनि मेरो मायाले गर्दा काठमाडौँसम्म आउनुभयो। आफ्नो नाति 2जना उहाँको 2जना सानो नाति हुनुहुन्छ उहाँलाई पढाउनलाई जे भयो नि मेरो मायाले चाहिँ आउनुभयो। मलाई एकदम खुसी लाग्यो। मलाई खबर दिने चाहिँ हाम्रो अम्बिका दिजु हो। अम्बिका दिजुले अनि ठुलमम्मी आउनु भएको अरे भेट्न जानुपर्छ भन्नुभएको थियो। अस्ति पशुपतिको भिडियो तपाईँहरूले सबैजनाले हेर्नु भएको थियो। सबैजना माया र साथ सपोर्ट गर्दै आउनु भएको छ। आउने दिनहरूमा नि माया गर्दै जानु होला होइन। अनि म माया गर्दैमा यस्तै माया गर्दै म गरेर जान्छु। अहिले मैले छोरीलाई सम्झेर म यहाँ काठमाडौँ साथु पनि ल्याइदिनु भयो मलाई किनभने म पहिला साथु उहाँको घर जान्थेँ कि साथु खानालाई। मेरो जस्तो भित्ता मेरो मर्मको भयो भने जस्तो मेरो छोरीले मेरो सबै फुल गर्ने फुली निकाल्नु भएको रहेछ। तपाईँले देखेँ फुली किन निकाल्नु भयो? फुली अब के गर्ने यस्तै निकाल्नु पर्ने भयो निकाल्ने अब यहाँ राम्रो मान्दैनन् भनेर निकाल्नु भयो कि निकाले हो। ए फुली निकाल्नु भएछ बिचारा बुढाबुढी मान्छे। कति वर्षको हुनुभयो तपाईँ? म अहिले 50 वर्ष पुग्नु 60 वर्ष पुग्नु लाग्यो। बिर्दा भर्ता खानुहुन्छ है? अब यहाँ आएपछि यहाँ बिर्दा भर्ता खान मिल्छ कि गाउँ जानुपर्छ? गाउँ जानुपर्छ। गाउँ जानुपर्छ। यहाँ पनि अब केयर ल्याए त पाइन्छ पनि त अनि पाइन्छ र अब यहाँ 1-2 महिना बस्ने त भयो यहाँ 1-2